अहिले 26 खरा पुर्याउने लुटेराहरू तिनीहरूलाई त ध्वस्त गर्न पर्छ। अब जनताले तिनीहरूलाई जुत्ताको मार लगाएर तिनीहरूको रगत पिउनुपर्छ साले भन्दै सम्पूर्ण चाहिँ मेरो आदरणीय सम्पूर्ण व्यक्तित्वहरूमा सबैमा मेरो नमस्कार। मेरो देशको गौरव सम्बन्धमा मैले केही कुरा यहाँहरूमाझ मैले प्रश्न गरिरहेको छु। अहिले सबैले भन्दछन् कि प्रचण्डलाई के भन्छन्, सबैले यो देशको राष्ट्रनायक गरे। यो देशको राष्ट्रनायक प्रचण्ड हुन सक्दैन। प्रचण्डले गर्यो के 825 वटा पहिले राजा महेन्द्रले बनाएको सम्पूर्ण विद्यालयहरू ध्वस्त पारियो। त्यस कारणले गर्दाखेरि पनि प्रचण्डलाई राष्ट्रनायक भन्नु ठिक छ। 115 वटा बैंकहरू लुटिए। त्यसै कारणले गर्दाखेरि पनि प्रचण्डलाई राष्ट्रनायक भन्न पर्छ गरे। अनि त्यसपछि यहाँ पहिले राजा महेन्द्रले खोलेका विभिन्न किसिमका कल कारखाना उद्योगहरू सबै यहाँ ध्वस्त पारिए। त्यसैले गर्दाखेरि पनि प्रचण्डलाई देशको नायक भन्न पर्छ। अनि यहाँ कसैको सिन्दुर पुछियो, कसैका काखहरू रित्तिए, कसैले दुधे बालकले दुध चुस्दै आमालाई बाहिर ल्याएर जसको निर्ममतापूर्वक हत्या गरियो। मुक्तिनाथ अधिकारी जस्ता विद्यालयमा पढाउँदा जाँदै गरेका विद्यालय टिचरहरूको हत्या गरियो। त्यसैले गर्दाखेरि पनि देशको राष्ट्रनायक प्रचण्ड हुन सक्छ। अनि केपी ओलीको अवस्था कस्तो थियो? बाटामा हिँड्ने बेलामा एउटा चप्पल नलागेर हिँड्ने मान्छे अहिले 2 करोडको घडी बालेको छ। उसलाई पनि देशको राष्ट्रनायक भन्नुपर्छ। साला चोरहरू हो तिमीहरूले बनाएको, तिमीहरूले आर्जेको यो मुलुक होइन। यो मुलुक पृथ्वीनारायण शाहले आर्जेको मुलुक हो। र भक्त वीर नरसिंह कंवर, भक्ति थापा र बलभद्र कंवर जस्ता व्यक्तिहरूले अङ्ग्रेजको विस्तारवादबाट अङ्ग्रेजले जो नेपालमा आक्रमण गरेको थियो त्योबाट उनीहरूले भक्ति थापा जस्ता व्यक्तिहरूले यो देशलाई नबचाएको भए तिमी कुकुरहरूले यो देशमा अहिले प्रजाइ गर्न पाउने थिएनौ। तिमीहरू सबै लुटेरा हौ। तिमीहरूको सम्पत्ति कहाँबाट आयो? कसैले 15 रोपनीमा 5 फ्लाइटको घर बनाउने यो सम्पत्ति कहाँबाट आयो? 2 करोडको घरी बान्ने हैसियत कहाँबाट आयो? यो देशकै सम्पत्ति लुटेर आएको हो। तिमी सम्पूर्ण लुटेराहरू हो, तिमीहरू हत्याराहरू हो। त्यसैले गर्दाखेरि राजा महेन्द्रलाई नै उनको के भनिन्थ्यो? सबैभन्दा पहिला कम्युनिस्टका नायक भनिन्थ्यो। कम्युनिस्टमा हुनुपर्ने वास्तविक गुण उनीसँग थियो। चीनको माओलाई हेरेन प्रचण्ड। माओ सेतुङले कुनै बाटामा हिँड्दै यदि कसै चल्लो मऱ्यो भने चल्लाको पैसा तिरेर जान्थ्यो, कसैको हत्या गर्दैन थियो। बाटामा कसैको सियो हरायो भने सियोको पैसा तिरेर जान्थ्यो। त्यो हो माओ। ऊ नेता हो, विद्वान व्यक्ति हो। प्रचण्ड त्यस्तै किसिमको माओ जस्तो मान्छे हो त। प्रचण्डले त के गरेको छ? 2052 सालदेखि 63 सम्मको सम्पूर्ण इतिहास बोल्ने हो भने उसले के गर्यो? र आफू चाहिँ सत्तामा आइसकेपछि आफ्ना सबै छोरीहरूलाई कसैको शोकी सचेत गरायो। कसैले चितवनमा रेणु दाहालले एकपटक हारेको उसलाई मत च्यातेर पुनः निर्वाचन गराएर मेयर बनायो। कसैको शोके सचिव बनायो। कुनै ज्वाइँलाई के बनायो, कसैलाई के बनायो। यसैको लागि यो देशमा रमाउने व्यक्तिहरू अब हुन सक्दैन यस्तो। अब जनता नेत्रविक्रम चन्दले हुन्छ। यति मात्रै होइन, अब यो देशको माटो उठाउनुपर्छ, ढुङ्गो उठाउनुपर्छ गरी सब उठ्छ गरी उठ्दैन तेरा पछाडि। अब तिमीहरूले के गरेका छौ र उठ्ने हो? अब यो देशको लागि तिमीहरूले खुकुरी बन्दुक बोक्न तयार छौ भने
पनि तिमीहरूलाई जनताहरूले लखेट्ने छन्। अब माटै उठ्दैन, यो ढुङ्गै उठ्दैन। त्यो पहिलाको देश जस्तो ठहराएको होला। सारा जनता एक भएपछि तिमीहरूलाई ध्वस्त गर्न सक्छन्। अब कुनै पनि हालमा यदि मैले आफ्ना चित्त नबुझेका कुराहरू र स्वदेशको गौरव, कस्तो हाम्रो देश कस्तो थियो, राजा जनक जन्मिएको देश हो, सीता जन्मिएको देश हो, सगरमाथाको नामले चिनिएको देश हो। यो तेन्जिङ शेर्पा सबैभन्दा पहिला सगरमाथाको टाकुरोमा सबैभन्दा पहिला टेकेको देश हो। शिवले कैलाश पर्वतबाट सबैभन्दा पहिले यो धरतीमा भएका विभिन्न देशहरूमध्ये सबैभन्दा पहिला पाइला टाकेको देश हो। हिन्दू सम्राट भएको देश हो। अहिले यस्तो किसिमको देशमा हिन्दू सम्राट भएको देशलाई हिन्दू निरपेक्ष गराइस् त प्रचण्डले, अनि त्यसपछि खुब शान देखाएको छ नि। त्यस्तो हुन सक्दैन। हाम्रो देश हिन्दू सम्राट भएको देश हो। र अहिले यो देशमा जसरी एउटा वेदलाई सबैभन्दा सर्वहारी मानिएको देशको सिको नक्कल गरेर अहिले विश्वको सेन्ट्रलाइज विश्वविद्यालयमा अहिले वेद पढाइ भइरहेको छ। त्यो देश सिकाउने, त्यस्तो किसिमको वेद सिकाउने देश पनि हाम्रो देश हो। तिमीहरूले सिकाएको होइन। तिमीहरू त गाई खाने, भैँसी खाने, मान्छे खाने, बदमास टाँका, चोर दानव, बदमासाला भएको बदमासहरू मान्छे हो र होइन? आज हाम्रो देश पहिला कस्तो थियो? राजा महेन्द्रको पालामा, वीरेन्द्रको पालामा शून्य थियो वैदेशिक ऋण। अहिले 26 खरब पुर्याउने लुटेराहरू। तिमीहरूलाई त ध्वस्त गर्न पर्छ। अब जनताले तिमीहरूलाई जुत्ताको मार लगाएर तिमीहरूको रगत पिउनुपर्छ साले भन्दै मैले आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद।